राधे राधे। आज भागवतको दोस्रो दिन हो अनि एकछिनपछि आउनुहुन्छ गुरुजी अनि हामी गुरुजीको आरती गरेर फुलले स्वागत गर्नेछौँ। तपाईहरुलाई हामी देखाउँछौँ। आज दोस्रो दिन हो, कृपया हेरिराख्नु होला मेरो भिडियोलाई। नमस्ते, अहिले हामी छौँ तपाईको शहीद पदमबहादुर श्रेष्ठ ज्यूको वासगृहमा। आज यहाँ श्रीमद् भागवत कथा आयोजन भएको छ 7 दिवसीय र यहाँ अब कथा श्रवण गर्न आएको छ। हाम्रो सिया पुरा उत्पात गरिरहेछ किनकि यस्तो फ्री जग्गामा हाम्रो सियाले धेरै नै उत्पात गर्छ। यहाँ अजा अजीहरू बसिराख्नु भइरहेछ, यहाँ अजा अनि यता पापा बसिराख्नु भइरहेछ। आदर्शले यहाँ यो बुइनीलाई केक खिलाउँदै दादालाई खिलाइदो बेटा। जहाँ भागवत हुँदैछ यो हो शहीद पदमबहादुर श्रेष्ठज्यूको घर। त यो घर हो हाम्रो दाई हो, दाईको पदमबहादुर श्रेष्ठज्यूको। अनि हामी तपाईहरुलाई देखाउँछौँ यतातिर पदमबहादुरज्यूको दादाको यहाँ मूर्ति छ। जस्तो कि यहाँ मूर्ति छ, यहाँनिर पूजापाठ हुँदैछ, यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि यतापट्टि चाहिँ छ भागवत धाम, यहाँ भागवत अनि यहाँ हुनुहुन्छ हाम्रो दिदी। यहाँ दिदी राधे राधे, सबैलाई राधे राधे, सबैजनालाई राधे राधे। अनि हामी सबैजना फ्यामिली यहीँ छौँ। यता हुनुहुन्छ सासू, अरू आउनु बाँकी छ। उहाँ सासूहरू बसिराख्नु भएको छ। के भन्नु चाहनुहुन्छ मेरो भिडियोमा? के भन्नु तपाईँको भिडियोमा? कसले बोलाउनु? रेणुको भिडियोलाई, हाम्रो रेणु देउरानीको भिडियोलाई प्लिज सब्सक्राइब गरिदिनु होला। अरू हाम्रो भागवत अहिले हिजोबाट आरम्भ भएको छ र भागवतमा तपाईँहरू सबैजना जति पनि हेर्नु भएको छ र सबै भागवतमा आई अमृत पान गरी आफ्नो मनलाई पवित्र गर्नु होला। राधे 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 राधे। पण्डितजीको स्वागतको लागि बसिरहेका छौँ। अब सबैजनालाई राधे राधे छ। हाम्रो सिया सुतेकी थिए, भर्खर उठेकी थिए। यहाँ गुरुजी आइपुग्नुभयो। हामी सबैजना फुल लिएर सबैजना हामी स्वागत गर्नलाई उभिरहेछौँ। यहाँ आरती हुँदैछ गुरुजीको। राधे राधे। राधे राधे। आउनु बोल्नु आउनु। सबैजना जानु सकिन्छ के? लु जानु त जानु, अगाडि जानु। जाने खोइ म पस्छु अब ल। बोलिए सदगुरु जी महाराज की जय, बोलिए व्यास जी भगवान की जय, बोलिए सदगुरु जी महाराज की जय। स्वागतम गुरुदेव, सुस्वागतम गुरुदेव। सभी के गाँव नहीं था। स्वागतम गुरुदेव, सुस्वागतम गुरुदेव, स्वागतम सुस्वागतम शरणागतम गुरुदेव, स्वागतम गुरुदेव, स्वागतम गुरुदेव। शुभागमन भइसकेको छ। तसर्थ अब हामी विलम्ब नगरिकन प्रातःकालीन बस्ने अब बस्ने आरती पुष्पाञ्जलीतर्फ अघि बढ्नेछौँ। तसर्थ यत्र तत्र रहनुहुने जम्मै भक्तिवती माता दाजुभाइ दिदीबहिनीहरूलाई तथा घरमा अनुरागी भक्त हामी
अब विलम्ब नगरिकन आजको जुन प्रासाधारित आरती तर्फ हामी अग्रसर हुँदैछौँ। बितौ